ल परमेश्वर के भन्नुहुन्छ तपाईँ? यहाँदेखि यसलाई अर्को ठाउँ सार्दा ठिक हुन्छ कि यहीँ राख्नुपर्ने हो? छोरालु भनिदिनु पर्यो, दुधको दुध पानीको पानी छुट्याइदिनु पर्यो। ल परमेश्वर भनिदिनु पर्यो के गर्दा ठिक हुन्छ। हेर म भने को हो पञ्च कन्ने हेर पाठी हारा माता भने को हो मही हुँ। परमेश्वर यसलाई के गर्नु पर्यो? यही मानमन्दिर गर्नु पर्यो। हेर मलाई यहाँबाट थलो किलो सार्यौ भने म यहाँदेखि भिर पहरो पहिरो लडाई यो गाउँ मात्रै होइन सहर पनि खैतम पार्न हेर मलाई यही ठाउँमा उत्पन्न भन आएको हुँ। हेर लो परमेश्वर अब के गरौँ त, कसो गरौँ, यसलाई के गर्दा हुन्छ, कसरी हुन्छ? लु तपाईँले सत्य बताइदिनु पर्यो परमेश्वर। हेर मलाई हेर एकु बाला जन निले सपनीमा माता लेखेदेखि आउँदा मलाई हेर बाटो खोज्दै म हिँडे केही थिएँ तर मलाई मैले बाटो खन्न नसक्दा माता लेखे बाटो खनाइ दिँदा म पाँच बहिनी पाँच शिला उत्पन्न यही ठाउँमा भए रह म बस्ने छु। मलाई यो ठाउँबाट अन्त सार्देऊ लाने लाई पनि भलो गर्ने छुइन। लो परमेश्वर यहाँ कति भयो तपाईँ बस्नु भएको? हेर हामी यहाँ उत्पन्न नभई गुप्त बास बसेको चाहिँ 13 वर्ष 13 महिना नै भयो। लो परमेश्वर अब यहाँ मानमनी त गर्दाखेरि गाउनु मानमनी त गर्दा हुन्छ त, हामी मनुष्य मूर्ख छौँ, हामी केही देख्दैनौँ। हेर यहाँबाट मैले पाठी भारा मातासँग हेर सोध्दै आउँदा खोज्दै आउँदा पाठी भारा आमासँग सोद्धाखेरि 5 बहिनी मध्ये एक बहिनी जाऊ पञ्च कन्ने नाम भए रह पाठी भारा बस भनी मलाई पठाएको छ। म त्यसका लेखे गर्दा मैले हेर म यहाँ अहिले चल्दै गरेको बाटो हेर यहाँदेखि दाहिने देब्रे हुली घुमाउने कुरो हुँदा पनि मैले दिएको छैन। लो परमेश्वर अब यसलाई कसरी गरेर हुन्छ त? हेर दोस्रो माता
लेखे हेर यसको मान्म नितो मेरो गर्न सक्छिन् दोस्रो मातासँग सल्लाह लिहिकन हेर गर्नु पर्छ दोस्रो माता लेखे हेर दोस्रो माता लेखे मान्म नितो पुरा गर्न सक्ने उसलाई शक्ति दिन म सक्छु। लो परमेश्वर, अब यो तपाईँलाई खोजी निहाली गरेर हामी मूर्ख मनुष्यको अगाडि निकालेर देखाउने माताले दियो कलश नबुझेको भन्ने बुझिएको छ। उनै माताले मानमनितो गर्ने हो कि के हो परमेश्वर भनिदिनु पर्यो। यो हो अहिले हेर यो हो अगाडि पहिलो माता पनि अधुरै हो त हेर पहिलो माता अधुरो हुने थिएनन् भने दोस्रो माता यहाँ खेल्दा किन उहु खेल्न सकिनन् त। लो परमेश्वर, हामी त केही बुझिँदैन अब यसलाई कसरी मानमनितो गर्ने त।